गुड आफ्टरनुन सबैजनालाई। र म चाहिँ अहिले यहाँ आलु बगडा टिप्न आएको। मैले चाहिँ आलु चाम टिपिसकेँ। अब तेलले चिलाउँछु, लगेर धुन्छु। दुई पनि सकेँ। हामी चाहिँ आलु बगडा चाहिँ काटिसक्यौँ। अब चाहिँ छिटोको कोर्सिङ हाल्छु। यसलाई चाहिँ अचार भइसक्यो। कति डरलाग्दो पिरो भएको छ होला होइन। यहाँ चाहिँ भाइ सुतिरहेछ। डरदेश भाइ चाहिँ पसिना नै निस्किसक्यो। कति मिठो 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 कि त साह्रै पिरो। अब चाहिँ हामी दिदी बहिनी चाहिँ घाँस काट्नु हिँडेको। घाँस काट्नु गएको हामी चाहिँ पानी परेर सु गऱ्यो। बाख्राले अलिकति ल्याइदिनु पर्यो। बेसी पनि होइन, एक आँगन। बेसी दाउरा ल्याउनु दाउरा पर्यो। बेसी घाँस ल्याउनु हुँदैन। हामीले चाहिँ नानीले मैले चाहिँ घाँस चाहिँ लिएर चाहिँ यही माउहरू लगाइदिएको। यिनीहरू चाहिँ बाख्रा के भन्छ बच्चाको माउ हो नि त, त्यही भएर जङ्गलमा बाँधिदिनु। यिनीहरू टाढो बच्चा सानो छ, त्यही भएर यिनीहरू चाहिँ यस्तै
घरकै छेउमै बगान लगाएर चाहिँ घाँस काटेर चाहिँ हालिदिएको पानी पनि पर्न थाल्यो